लडाईँको क्रममा सेतो सर्प ब्लाङ्काको जादुई पिन टुट्छ, जसले गर्दा उसको शक्ति कमजोर हुन्छ र सन्यासीले उसलाई एउटा पाखुरामा बन्द गरिदिन्छ। उसकी बहिनी बेटा उसलाई बचाउने प्रयास गर्छे तर असफल हुन्छे। दुखी हुँदै ऊ सन्यासीलाई भन्छे, तिमी हामी निर्दोष दानवलाई हमला गरेर आफ्नो शक्तिको दुरुपयोग गरिरहेका छौ। तर सन्यासी क्रोधित हुँदै उसलाई त्यहाँबाट जानको लागि भन्न थाल्छ। रिसले चुर भएकी बेटाले सन्यासीमाथि आक्रमण गर्छे, तर ऊ सन्यासी भन्दा शक्तिशाली थिइन। अन्ततः आफ्नो गल्तीको सजाय भोग्नुपर्छ। सन्यासीले उसको सबै शक्ति खोसिदिन्छ र एउटा अनौठो दुनियाँमा पठाइदिन्छ। त्यहाँ पुगेपछि उसलाई लाग्छ कि यो दानवहरूको जेल हो, जहाँ उसको दिदीलाई पनि कैद गरिएको होला। ऊ लगातार आफ्नो दिदीलाई बोलाउँछे, तर अचानक एउटा विशाल अक्सफेस राक्षस देखिन्छ। उसँग त अक्सफेससँग लड्नको लागि कुनै शक्ति बाँकी थिएन। उसको सर्पशक्ति पूर्ण रूपमा हराइसकेको थियो र अब ऊ केवल मानव जस्तै देखिन्छ।